अनि के छ नयाँ हालखबर यहाँको? सबै ठिकै छ। अर्को लाइनको डेट स्क्वायर भएको रहेछ, आगमन कल निषेध भनेको छ। हजुर, एउटा नम्बर मात्रै चलेको छ र यही नम्बर मार्फत हामी यहाँहरूसँग कुराकानीमा जोडिरहेका छौँ। धेरै पछाडि यहाँसँग कुराकानी गर्ने अवसर जोडियो प्रसादजी। लमजुङतिरको हालखबर के कसो छ? सबै ठिकै नै छ सर। गफ भन्दा पनि प्रस्तुतितिर लागौँ कि सर? मेरो नेटको भर छैन। ए हजुर हजुर, सिर्जना के छ त आज यहाँसँग सुनाउनको लागि? आज मैले बिल्कुलै नयाँ सिर्जना लिएर आएको छु, या नयाँ विधा ल्याएको छु। हजुर तपाईँले जुन गज आगो मुक्तक आगो त सुन्नुभएको होला। अब चारुलाई मैले चारु सुशेली लिएर आएको छु, जुन सुशेलीको सैद्धान्तिक पक्ष र चारुको सैद्धान्तिक पक्षभित्र रहेर मैले तयार पारेको चारु सुशेली गाउन गइरहेको छु। सुशेलीका प्रवर्तक हुनुहुन्छ हाम्रा दुर्गा अधिकारी भमरकोटी हुनुहुन्छ भनेदेखि चारुका प्रवर्तक हुनुहुन्छ डाक्टर दैपन्थीज्यू। यहाँहरूको यदि परिचय गराउँदै मैले चारु सुशेली गाउन गइरहेको छु। लजुबाजी यहाँले यति परिचय गराउनु भयो, यहाँको पनि म परिचय गराउँछु हाम्रा मित्रहरूलाई। यसो त यहाँ परिचित नै हुनुहुन्छ। नेपालको चारुको इतिहासमा पहिलो चारु लेखेर रेकर्ड गर्ने स्रष्टा पनि यहाँ आफै हुनुहुन्छ लजुप्रसादजी। यहाँलाई यो इतिहास रच्नु भएको छ, यहाँलाई हार्दिक बधाई छ। धन्यवाद। डाक्टर दैपन्थीलाई मैले यो सिर्जना सुनाएको थिएँ र कुनै मिडिया पतञ्जली गोधुली सन्ध्याबाट पनि हिजो वाचन गरेको थिएँ। उहाँले तपाईँले यो चारु सुशेली रचना गरेर फेरि अर्को इतिहास थप्नु भएको छ चारु र सुशेलीले भन्नुभएको छ। मैले सुरु गरेँ सर। सुरु गर्नुहोस् है, आवाज आएको छ? आवाज आएको छ लजुप्रसादजी, हामीले सुनिरहेका छौँ। इमेज एफएममा कोसेली यो लिएर आया साथमा, लेख्दै सुशेली खैँजेडी बजाउँदै गाया साथमा। कति सुहाको नागको माला पनि आफै बनाएको, सँगै पार्वती नागको माला पनि पाए साथमा। शक्ति भएका विष अनि धतुरो सँगै ल्याएका, भाङ गाँजानी जरानी खान्थे है ल्याए साथमा। वस्त्र थिएन बिना वस्त्र हिँड्न नि मनले दिएन। छाला बागाको लाज छुपाउन नै लाए साथमा। सृष्टि धान्नु छ प्रकृतिले दिएको कर्म मान्नु छ। पत्नी पार्वती मैथुन गर्न पनि चाहे साथमा। इमेज एफएममा कोसेली यो लिएर आया साथमा। लेख्दै सुशेली खैँजेडी बजाउँदै गाया साथमा। हरि खैँजेडी बजाउँदै गाया साथमा। धन्यवाद।
हजुर खैजडी सहित यहाँले आफ्नो सृजना सुनाउनु भयो लक्ष्मी प्रसादजी, यहाँलाई धेरै धेरै धन्यवाद। अरू के भन्न मन छ? धेरै पछाडि जोडिनु भएको छ हामीसँग, केही यहाँका भन्न मन लागेका कुरा छन् भने पनि मैले यहाँको लागि समय छुट्याएँ। धन्यवाद छ। यो रेडियो इमेजले धेरै गुण लागेको छ साहित्य, भाषा, कला र गीति क्षेत्रमा। मेरो पहिलो चारु पनि रिलिज गरिदिनु भएको छ र यसरी हाम्रा नयाँ नयाँ विधाहरू आउँछन्, नयाँ नयाँ लय आउँछन्, आविष्कार गरिरहेका हुन्छन्, प्रवर्धकले लेखिरहेका हुन्छन् र नयाँ नयाँ लयमा ढालेर हामीले यसरी विश्वभरि हाम्रा सिर्जना, भाषा, लय र कलालाई पुर्याइदिनु भएको छ। त्यसप्रति म इमेज एफएम प्रति आभारी छु, ऋणी छु र हाम्रा आदरणीय साथी भनौँ, मेरो साथी भनौँ, मित्र भनौँ, अराम सरप्रति पनि म हार्दिक आभार व्यक्त गर्दै अब म बिदा लिन पनि अनुमति चाहन्छु सर। हजुर, यहाँलाई बिदा लिने अनुमति एकैछिन किन दिन्न भन्दाखेरि यहाँले यति राम्रो सृजना सुनाउनु भयो र अब यहाँ नेपालको अघि पनि मैले चिनारी दिएँ हाम्रो मित्रहरूलाई, नेपालको चारुको इतिहासमा यहाँ पहिलो चारु लेखेर रेकर्ड गर्ने व्यक्तित्व हुनुहुन्छ। यहाँकै चारु अहिले म बजाउँदैछु, यो चारुसँगै कसैलाई केही सन्देश के भन्न चाहनुहुन्छ? धन्यवाद त। सर्वप्रथम त चारुका प्रवर्तक डाक्टर देवीपन्थीज्यूले चारुको आविष्कार गरिदिनु हो, कल्पना गरिदिनु हो र हामी यस्ता स्रष्टाले सिक्ने मौका पायौँ र गायिका बबिना भट्टराईले पनि यो चारुलाई स्वर भरिदिएर जीवित राख्नु भएको छ। उहाँ नरहे पनि, म नरहे पनि, या चाहिँ डाक्टर देवीपन्थी नरहे पनि यो गीत सबैका भरि आवाज भरेर जीवित राख्नुहुने बबिना भट्टलाई पनि विशेष धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद सर। सङ्गीत, यहाँको चारुमा सङ्गीत चाहिँ कसको छ? म ठ्याक्कै त मैले भुलिसकेँ, अहिले बरु हजुरलाई पनि थाहा छ सर, बताइदिनु त्यहाँबाट। हजुर, र यहाँले भुल्नै नहुने एउटा अब यहाँले जसरी बबिना भट्टराई सङ्गीत पनि उहाँकै हो होइन, यहाँले सम्झिरहनु भएको छ र यो चारुमा सङ्गीत पनि उहाँकै छ र स्वर पनि उहाँकै छ। यो दुईटै भूमिकामा उहाँ रहनु भएको छ। यो मैले यहाँले स्मरण गराएँ लक्ष्मी प्रसादजी। हुन्छ, यहाँको यो चारु नेपालको चारु इतिहासमा पहिलो रेकर्ड भएको चारु हाम्रा मित्रहरूलाई यहाँसँग यो कुराकानी हामीले गऱ्यौँ। यो रमाइलो कुराकानी पछाडि यहाँकै यो सृजना हामी सुनाउँछौँ है त। धन्यवाद, शुभरात्रि, जय साहित्य। हस्, धन्यवाद यहाँलाई। हजुर, लक्ष्मीप्रसाद मित्र हाम्रो अनन्य मित्र हुनुहुन्छ, लमजुङको सुन्दर बजारदेखि एउटा सामाजिक व्यक्तित्व पनि हुनुहुन्छ। उहाँले आफ्नो सिङ्गो जीवन राष्ट्र सेवामा व्यतीत गर्नुभयो। नेपाली सेनामा रहेर उहाँले देशको सेवा गर्नुभयो भने सेवानिवृत्त जीवन पनि उहाँले सामाजिक परोपकारी काममा लगाइरहनु भएको छ। लमजुङमा उहाँ एउटा सामाजिक व्यक्तित्व, साहित्यिक व्यक्तित्वको रूपमा आफ्नो परिचय स्थापित गर्नुभएको छ। लमजुङमा मात्रै होइन, सिङ्गो देशमा नै